नमस्कार साथीहरू। आज हामी घर निर्माणको सबैभन्दा महत्त्वपूर्ण भाग फाउन्डेसनको बारेमा विस्तारमा डिटेल रूपमा कुरा गर्नेछौँ। फाउन्डेसन नै घरको बल, स्थायित्व र सुरक्षाको मुख्य आधार हो। फाउन्डेसनमा गरिएको सानो गल्तीले भविष्यमा लाखौँको क्षति र जोखिम निम्त्याउन सक्छ। अनि त्यो भएर भिडियो एकदमै महत्त्वपूर्ण छ, अन्त्यसम्म हेर्नु होला है त। सोइल टेस्ट। फाउन्डेसन निर्माण गर्नुभन्दा अगाडि हामीले मेन कुरा के थाहा पाउनुपर्छ भन्दाखेरि सोइल टेस्टको बारेमा थाहा पाउनुपर्छ। नेपालमा धेरै ठाउँमा माटो कमजोर हुन्छ। सफ्ट सोइल अनि ब्ल्याक सोइल, क्ले सोइल जस्ता सोइलहरू हुन्छ नेपालमा। त्यसैले घर बनाउने भन्दा अगाडि बेसिक सोइलको टेस्ट गर्नु अनिवार्य आवश्यक छ। सोइल टेस्टले के बताउँछ त है त। सोइल टेस्टले के बताउँछ, नगरे पनि हुने हो। सोइल टेस्ट किन गर्छौँ भन्दाखेरि माटोले कति लोडलाई थेक्न सक्छ, सहन सक्छ भन्ने कुरा थाहा पाउनको लागि हामीले के गर्छौँ भन्दाखेरि सोइल टेस्ट गर्छौँ। अनि त्यसपछि हाम्रो फाउन्डेसन, जुन फाउन्डेसन हुन्छ त्यो कति गहिरो बनाउने भन्ने कुरा पनि थाहा पाउनको लागि हामीले के गर्नुपर्दछ भन्दाखेरि सोइलको टेस्ट गर्नुपर्दछ। अब कुन टाइपको फाउन्डेसन हामीले बनाउने, आइसोलेटेड बनाउने कि कम्बाइन्ड बनाउने कि ऱ्याफ्ट बनाउने, पाइल बनाउने भन्ने कुरा थाहा पाउनको लागि सोइल टेस्ट गर्नुपर्दछ। सेटलमेन्टको जोखिम छ कि छैन, अब तल त्यो माटोमा सेटल डाउन हुने सम्भावना कतिको छ, के छ, कस्तो छ भन्ने कुरा थाहा पाउनको लागि पनि सोइलको टेस्ट गर्नु आवश्यक छ। अनि त्यस कारणले गर्दाखेरि हामीले अब अर्को के कुरामा ख्याल गर्नुपर्दछ भन्दाखेरि फाउन्डेसनको डेप्थ कति राख्ने भन्ने कुरामा पनि हामीले ख्याल गर्नुपर्दछ। अब फाउन्डेसनको गहिराई गलत भयो भनेपछि हाम्रो भित्ताहरूमा चिरा पर्ने, अब राम्रोसँग डेप्थमा गहिराइमा फाउन्डेसन गराएनौँ भनेपछि भित्ताहरूमा चिरा पर्ने, घर के हुने, सेटल डाउन हुने, अनि सेटलमेन्ट हुने, घर तल बस्ने होइन, अनि पानीहरूको चुहाउट हुने, दुवैपट्टि अनइक्वल लोडहरू हुने जस्ता समस्याहरू आउन सक्छन्। त्यसैले नेपालमा सामान्यतया रेसिडेन्टल घरहरूमा को डेप्थ 3 फिटदेखि 5 फिट मिनिमममा त्यति राख्ने चलन छ। त्यो हाम्रो टेरेन अनुसार पनि फरक पर्छ। हिमालमा, पहाडमा, तराईमा त्यो पनि फरक पर्छ। तर विक सोइल छ भनेपछि 6 देखि 10 फिट हामीले के गर्नुपर्दछ भन्दाखेरि राख्नुपर्दछ। र वाटर लक्ड एरिया छ भनेपछि त्यस्तो ठाउँमा ऱ्याफ्ट फाउन्डेसन युज गर्नुपर्दछ। गहिराइहरू सोइलहरूले गहिराई इन्जिनियरहरूले विभिन्न सोइलको रिपोर्टहरू के गर्छन्, एनालाइसिसहरू गर्छन्। ती एनालाइसिसका आधारमा यति राख्ने भनेर निर्धारण गरिएको हुन्छ। त्यो भएको कारणले त्यही इन्जिनियरहरूको सल्लाह अनुसार हामीले घरहरू बनाउनु पर्दछ। अनुभवविहीन मिस्त्रीहरूको कुरा मानेर डेप्थ घटाउनु हुँदैन है त। अनि अर्को के कुरामा ध्यान दिनु पर्यो भन्दाखेरि हामीले लेआउट र मार्किङको कुरामा पनि, मार्किङको एक्युरेसी कति, त्यो कुरामा पनि ध्यान दिनुपर्दछ। र फाउन्डेसन जुन हामीले बनाउनु अघि, लेआउट गर्नु अघि है, त्यो सेन्टर लाइन अथवा उत्खनन हाम्रो एक्जाभेसन गर्नु अघि जुन सेन्टर लाइन मार्किङहरूको कुरा, डायगोनल मेजरमेन्टहरू अनि प्रपर एलाइनमेन्टको कुराहरूलाई ख्याल गरेपछि हाम्रो मार्किङ सही भयो कि गलत भयो भन्ने कुरा हेर्नुपर्दछ। अनि त्यसपछि कोलम अब यदि मार्किङ गलत भयो भनेपछि कस्तो हुन्छ भन्दाखेरि
कोलमहरू चाहिँ मिसएलाइन भएर चाहिँ लोडहरू चाहिँ लोडको जुन डिस्ट्रिब्युसन हुन्छ त्यो चाहिँ बिग्रिने हुन्छ। त्यो भएको कारणले गर्दाखेरि स्ल्याब र बिमहरू पनि के हुन्छ तलमाथि त्यस्तो किसिमको हुन्छ, गलत बन्न जान्छ। त्यो भएर लेजर लेभलहरू, थ्रेड लाइनहरू, पलम बबहरूको चाहिँ प्रयोग गर्नुपर्दछ, जसको सहायताले हामीले चाहिँ के गर्न सक्छौँ, लेआउट चाहिँ सही तरिकाले फाउन्डेसनको लेआउट गऱ्यौँ भनेपछि त्यस्ता समस्याहरूबाट चाहिँ छुटकारा पाउन सकिन्छ। अनि एक्जाबिसनको कुरा है, एक्जाबिसनको कुरा आउँछ। एक्जाबिसनमा चाहिँ जुन माटो हुन्छ, माटो कटिङ चाहिँ हाम्रो सफा र सही आकारको हुनुपर्दछ। यदि अनइभन साइड भयो अनि त्यसपछि लुज बोटम वाटरहरू भयो, त्यस्तो अवस्थामा चाहिँ विभिन्न समस्याहरू चाहिँ देखा पर्दछ, जसले चाहिँ फाउन्डेसनलाई चाहिँ कमजोर बनाउँदछ। र एक्जाबिसन पछि हामीले चाहिँ कम्प्याक्सन एकदमै गर्नुपर्दछ। त्यस्ता कुराहरू चाहिँ एक्जाबिसन पछि कम्प्याक्सन गऱ्यो भनेपछि हामीले चाहिँ फाउन्डेसनलाई चाहिँ एकदमै राम्रो मजबुत बनाउन सक्छौँ। त्यो कुरामा पनि तपाईँहरूले चाहिँ घर बनाउन लाग्नु भएको छ भनेपछि त्यो कुरामा पनि ख्याल गर्नु होला। अनि अर्को के हुन्छ भन्दाखेरि पिसिसी भन्ने हुन्छ। पिसिसी जुन हाम्रो फाउन्डेसनमा चाहिँ पिसिसी प्लेन सिमेन्ट कङ्क्रिट भन्छ, त्यो चाहिँ राख्दाखेरि है फाउन्डेसनको बेस चाहिँ को स्ट्रेन्थलाई चाहिँ बढाउनको लागि यो कुराहरूलाई चाहिँ अनिवार्य रूपमा चाहिँ हेर्नुपर्दछ। र रेसियोहरू चाहिँ हामीले चाहिँ अधिकांश रेसियोहरू चाहिँ तल चाहिँ कति राख्ने भन्ने कुराहरू, रेसिडेन्टल बिल्डिङहरूमा कति राखिन्छ त्यस्ता कुराहरूमा पनि ध्यान दिनु होला, जसले चाहिँ स्मुथ लेभल बेस बनाउँछ। स्मुथ लेभल बेस बनायो भनेपछि कस्तो हुन्छ भन्दाखेरि सोइलहरू चाहिँ मोइस्चरहरू जान पाउँदैन होइन, सोइल मोइस्चरहरू रोक्छ र फाउन्डेसनलाई चाहिँ फाउन्डेसनको जुन फुटिङ हुन्छ, फुटिङहरूलाई चाहिँ मजबुत सपोर्ट चाहिँ दिन्छ होइन पिसिसीले। त्यो भएर पिसिसी पनि गर्दाखेरि त्यो कुरामा पनि ध्यान दिनु होला तपाईँहरू। अनि फुटिङ र रेन्फोर्समेन्ट रिबार भन्ने हुन्छ है। फुटिङमा चाहिँ जुन हामीले चाहिँ प्रयोग गर्ने सरिया डन्डीहरू, रेन्फोर्समेन्ट रिबारहरू, त्यो कुरामा पनि ख्याल गर्नु होला। फाउन्डेसनको जुन रिबारहरू हुन्छ, त्यो रेन्फोर्समेन्ट हुन्छ, त्यसको डिजाइन एकदमै महत्त्वपूर्ण हुनुपर्दछ। यदि गलत स्पेसिङ र ओभरल्यापिङ भयो भनेपछि ओभरल्यापिङले गर्दाखेरि पुरा स्ट्रक्चर चाहिँ के हुनसक्छ भन्दाखेरि पुरा स्ट्रक्चर चाहिँ कमजोर बनाइदिन्छ। त्यही भएर चाहिँ विभिन्न कुराहरूमा चाहिँ ध्यान दिनु होला है त। अनि ध्यान दिने कुराहरू विभिन्न हुन्छन्। त्यसपछि करेक्ट डायमिटरको कुराहरू आउँछ होइन। करेक्ट बारको डायमिटर कति राख्ने, मोस्टली हाम्रो चाहिँ 12 mm अनि 16 mm अथवा 20 mm चाहिँ राखिन्छ होइन, त्यो कुरामा नि ख्याल गर्ने। अनि त्यसपछि प्रपर स्पेसिङ अफ चेयर बारहरू लगाउँदाखेरि, अनि त्यसपछि कभर ब्लकहरू लगाउँदाखेरि कभर ब्लकहरू अनिवार्य रूपमा लगाउने। अनि हुकहरू, बेन्डहरूको डिजाइन अनुसार भएको छ छैन, त्यो कुरामा पनि एकदमै रिबारहरू चाहिँ एकदमै त्यो कुरामा पनि ध्यान दिनुपर्दछ। अनि त्यो भयो भनेपछि मात्र रस्टहरू चाहिँ धेरै भयो भने के हुन्छ, एकदमै रिबारहरू क्लिन हुनु पऱ्यो होइन। अब के अरे रिबारहरू क्लिन हुनु पऱ्यो, डन्डीहरू यदि क्लिन भएन भने रस्ट धेरै भएको छ भनेपछि जसले चाहिँ के हुन्छ भन्दाखेरि स्ट्रेन्थ चाहिँ घटाउने काम चाहिँ गर्दछ, स्ट्रेन्थ चाहिँ घटाउने काम गर्दछ। त्यो भएको कारणले गर्दाखेरि ती कुराहरूमा चाहिँ ध्यान दियो भनेपछि फाउन्डेसन एकदमै मजबुत हुन्छ, भविष्यको लागि राम्रो हुन्छ। अनि फाउन्डेसनमा चाहिँ हामीले चाहिँ लगानी गऱ्यौँ भनेपछि यो सुनिश्चित भविष्यको थालनी हो। पछि चाहिँ भविष्यमा चाहिँ आउने विभिन्न किसिमका मेन्टेनेन्स वर्कहरूलाई पनि घटाउँदछ। त्यो भएर त्यस्तो कुरामा ध्यान दिनु होला। अनि त्यसपछि अर्को कङ्क्रिट वर्क जुन फुटिङमा युज गरिने कङ्क्रिटको गुणस्तर अथवा स्ट्रेन्थले चाहिँ हाम्रो घरको स्ट्रेन्थलाई चाहिँ डाइरेक्ट प्रभाव पार्ने भएको कारणले गर्दाखेरि त्यो कुरामा पनि ध्यान दिनुपर्दछ। र सही मिक्सर रेसियोहरू, अनि त्यसपछि मेकानिकल मिक्सरहरूको प्रयोग गर्ने, अनि त्यसपछि प्रपर भाइब्रेसन गर्ने, जुन कङ्क्रिट गरिसकेपछि प्रपर भाइब्रेसन गर्ने। अनि वाटर सिमेन्ट रेसियो चाहिँ ठिक छ कि छैन भन्ने कुरालाई पनि ध्यान दिनुपर्दछ। अनि त्यसपछि लो स्ट्रेन्थ कङ्क्रिटले चाहिँ फ्युचर क्र्याकिङहरू निम्त्याउने भएको कारणले गर्दाखेरि त्यस्ता कुरामा पनि ख्याल गर्नुपर्दछ अनि है त। अनि त्यसपछि जुन कोलमको स्टार्टर र भर्टिकल्ली फुटिङ, जुन कोलमको स्टार्टर हुन्छ, जुन
कोलम चाहिँ ठड्याइन्छ त्यो कुरामा पनि, अथवा भर्टिकलिटी हाम्रो चाहिँ कोलम कतिको ठाडो छ अथवा पिल्लर कतिको ठाडो छ भन्ने कुरामा पनि ध्यान दिनुपर्दछ है त। अनि यो जुन कोलम चाहिँ स्टार्टर अथवा त्यो भर्टिकल्ली चाहिँ एकदमै ट्रुली भर्टिकल छैन, मिस्टेक आयो भनेपछि के हुन्छ भन्दाखेरि हाम्रो चाहिँ पुरा घर चाहिँ के हुन्छ, टेढो देखिन्छ होइन, भाङ्गिया जस्तो देखिन्छ। त्यसैले कोलमको जुन हाम्रो चाहिँ प्लम लाइनले चाहिँ कोलम चाहिँ ठिक छ कि छैन, ठिक भर्टिकल ट्रुली भर्टिकल छ कि छैन भन्ने कुरा पनि नाप्न जरुरी छ। अनि त्यसपछि सेन्टर मार्किङ सही छ कि छैन त्यो कुरामा पनि ध्यान दिनुपर्दछ। अनि त्यसपछि रिबारहरूको टाई जुन के अरे डन्डीहरूको चाहिँ टाई चाहिँ जोगिने गरी भर्टिकलिटी हाम्रो चाहिँ भर्टिकलिटी एकदमै ठिक छ कि छैन भन्ने कुरा चाहिँ चेक गरेर मात्रै हामीले चाहिँ घर बनायौँ भनेपछि फाउन्डेसन एकदमै बलियो हुन्छ। अनि ब्याकफिलिङ र कम्प्याक्सनको कुराहरू हुन्छ होइन। अब त्यो फाउन्डेसन बनाइसकेपछि हामीले चाहिँ के अरे पिलरहरू गाडिसकेपछि अब त्यहाँ चाहिँ अब कङ्क्रिटिङ गरिसकेपछि होइन त्योमा चाहिँ ब्याकफिलिङ गर्नुपर्ने हुन्छ होइन, माटोहरू चाहिँ ब्याकफिल गर्नुपर्ने हुन्छ अथवा कम्प्याक्सन गर्नुपर्ने हुन्छ। यो गऱ्यो भनेपछि के हुन्छ, फाउन्डेसन चाहिँ कम्प्लिट भएपछि होइन ब्याकफिल गर्दाखेरि लेयर बाई लेयरमा चाहिँ सोइल चाहिँ के गर्नुपर्दछ, रिफिलिङ गर्नुपर्दछ, प्रपर कम्प्याक्सन गर्नुपर्दछ वाटरिङ गरेर होइन। यदि कम्प्याक्सन खराब भयो भनेपछि फ्युचरमा फ्लोरहरू चाहिँ के हुन्छ, तल चाहिँ सेटल डाउन हुन्छ, बस्छ। त्यो भएको कारणले गर्दाखेरि हामीले चाहिँ सोइल रिफिलिङ गर्दाखेरि लेयर बाई लेयर गर्ने, प्रपर कम्प्याक्सन गरेर चाहिँ गर्नु एकदमै राम्रो हुन्छ। अब त्यो पनि अब फाउन्डेसनको त्यो कुरालाई पनि ध्यान दिइसकेपछि अब वाटर प्रुफिङ र ड्याम प्रुफिङको कुराहरू आउँछ। वाटर प्रुफिङ र ड्याम प्रुफिङको कुराहरू भनेको के हो त भन्दाखेरि कस्तो हुन्छ भन्दाखेरि हामीले चाहिँ फाउन्डेसनले चाहिँ पानी तल चाहिँ सोस्यो भने होइन, के गर्यो एब्जर्ब गर्यो भनेपछि चिराहरू आउने, ड्यामेजहरू आउने अनि फङ्गसहरू जस्तो आएको हुन्छ। त्यसैले डिपिसी लेयर ड्याम प्रुफ कोर्स लेयर चाहिँ बनाउन आवश्यक छ। अनि त्यो चाहिँ भिटामिनको कोटहरू, वाटरप्रुफहरू, प्लास्टिक सिटहरू अनि त्यसपछि एक्सटेरियर वाटरप्रुफिङ हरू जस्ता जुन हाम्रो चाहिँ पाइन्छन् तीले चाहिँ घरलाई चाहिँ जीवनभर सुरक्षित राख्छ। त्यो भएको कारणले गर्दाखेरि हामीले चाहिँ जुन फाउन्डेसनमा चाहिँ गराउँदाखेरि यस्ता वाटरप्रुफिङ र ड्याम प्रुफिङको कुराहरूलाई पनि ध्यान दिनुपर्दछ। र फाउन्डेसनमा हामीले चाहिँ लगानी गऱ्यौँ भनेपछि अब अन्तिममा म के भन्न चाहन्छु भनेपछि फाउन्डेसनमा चाहिँ तपाईँले राम्रोसँग लगानी गर्नुभयो भनेपछि घरलाई चाहिँ सुरक्षित भविष्य दिनु बराबर हो। त्यसैले हामीले चाहिँ कुनै पनि भाग जति सुन्दर बनाए पनि फाउन्डेसन कमजोर भयो भने चाहिँ घर चाहिँ कहिले पनि टिकाउँदैन। त्यसैले फाउन्डेसनलाई चाहिँ ख्याल गर्नुहोला। फाउन्डेसन बनाउँदाखेरि घरको फाउन्डेसन बनाउँदाखेरि विभिन्न कुराहरूमा चाहिँ ध्यान दिनुहोला भन्दै मेरो भिडियोहरू चाहिँ मन परे कृपया लाइक, सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोला भन्दै अर्को फेरि यस्तै कन्स्ट्रक्सन सिरिजमा फेरि भेटौँला भन्दै बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार।